त्यहाँ को थियो भनेर हामीले हेर्यौं। ख्रीष्ट येशू, चेलाहरू, अन्य ढुङ्गाहरू पनि थियो। जुन चेलाहरू उहाँसँगै गइरहेका थिए उनीहरू ख्रीष्ट येशू सँगै रहेर अरू मानिसद्वारा पनि होइन तर ख्रीष्टबाट नै विश्वासको शिक्षा सिकिरहेका चेलाहरू थिए हैन। यदि नबुझेको कुराहरू एकान्तमा आएर पनि प्रभु त्यसको अर्थ चाहिँ के हो भनेर उनीहरूले सोध्ने मौका पाएका चेलाहरू थिए। जाँदै गर्दाखेरि जब समुद्रमा आँधी आयो त्यसपछि उनीहरूको विश्वास कति आयो? उनीहरूको विश्वास हजुर 0 आयो नि हैन। उनीहरूको विश्वास छैन। अब एकपल्ट विचार गरौँ है त। चेलाहरू ख्रीष्ट येशू सँगै बसेर विश्वासको शिक्षा सिकेको मात्र नभइकन अधिकांश चेलाहरू को थिए? माछा मार्ने व्यक्तिहरू ने। अधिकांश चेलाहरू माछा मार्ने व्यक्तिहरू थिए। येशू ख्रीष्टले समुद्रबाट नै उनीहरूले माछा मार्दा मार्दै नै उनीहरूलाई मेरो पछि लाग भनेर लिएर हिँडेका चेलाहरू थिए। अब उनीहरूको पेसा नै माछा मार्ने पेसा भएको हुनाले यी चेलाहरू के गर्थे? अधिकांश समय समुद्रमै बिताइरहेका चेलाहरू थिए। अनि यिनीहरूले यो के अरे आँधी तुफानहरू त देखिरहेको चेलाहरू थिए। कुनै उनीहरूको लागि नौलो कुरा थिएन नि त। त्यो आँधी समुद्रमा आँधी आएको देख्नु उनीहरूलाई नौलो कुरा थिएन। किन भन्दा उनीहरू त अधिकांश समय त्यही बिताइरहेको, त्यही खेलिरहेको, ढुङ्गा लिएर वारिपारी गरिरहेको चेलाहरू थिए। तर जब यो समयमा आँधी आयो उनीहरूको विश्वास शून्यमा आयो। उनीहरूमा विश्वासै छैन। त्यहाँ प्रभुले चाहिँ अल्प विश्वासी भनेर पनि हप्काउनु भएको छ हैन। अब यहाँ यिनीहरू चेलाहरूको विश्वास भनेको 0% आयो है। त्यसपछि हामी भूत लागेको छिटोलाई हेर्दै गर्दाखेरि कति विश्वास गरेको छ? पर्सेन्टकै आधारमा भन्ने हजुर 100% होइन, मतलब पर्सेन्टकै हिसाबले किन चाहियो र होइन। अब हामीले पर्सेन्ट नाप्न त सक्दैन अनि त्यही पनि अन्दाजा धेरै थोरै कति जब ऊ होसमा आयो, होसमा आइसकेपछि उता उसको केही उसले देखाएको प्रतिक्रिया छ नि त। त्यो प्रतिक्रियालाई हेरेर हामीले उनले त पुरै गरेर पुरै पुलिसभरि फैलाएर प्रचार गरेर अब ऊ निको भयो नि, ठिक मनको भइसकेपछि, सत्य भइसकेपछि अब येशू ख्रीष्ट फेरि ढुङ्गा चढेर जान लाग्दै गर्दाखेरि उसले के गरेको छ? म पनि तपाईसँगै आउँछु भनेको छ होइन। र प्रभुले चाहिँ के भनिदिनु भयो? होइन, तिमी चाहिँ आफ्नो ठाउँमा गएर प्रभुले तिम्रो निम्ति के गर्नुभयो त्यो बताइदेऊ भनेपछि ऊ फर्किएर गएको छ हो। भनेपछि अब उसको विश्वासमा ऊ के छ? दृढ छ, यानि कि पास छ ऊ चाहिँ। किन भन्दा म यस्तो व्यक्ति थिएँ, उहाँले नै त्यो भूतात्माहरू निकालेर मलाई अहिले सधैँ मनको बनाइदिनु भएको छ, म निको भएको छु भन्ने कुरो जब उसले बुझ्यो त्यसपछि अब प्रभु म पनि तपाईँसँगै जान्छु भनेर उहाँको पछि लाग्न लागेको छ। तर प्रभुले चाहिँ के भन्नुभयो? होइन, मेरो पछि होइन, तर तिमीले चाहिँ मेरो साक्षी, मेरो गवाई दिनुपर्छ भनेर जब भन्नुभयो त्यसपछि ऊ गएर के गरेको छ भन्दा उहाँको साक्षी, उहाँको गवाई, प्रभुले उसको जीवनमा के गर्नुभयो त्यो बताइदिएको छ। विश्वासै नभएको भएदेखि प्रभु म तपाईँको पछि आउँछु भन्थ्यो? भन्दै थियो। विश्वासै नभएको भए प्रभुले मेरो लागि के गर्नुभयो भनेर उसले गर भन्थ्यो? भन्दै थियो। त्यसैले उसको विश्वासमा ऊ के छ? राइट छ, यानि कि पास छ है, पास छ।
त्यसपछि यिनीहरूमा छोए किनेको मान्छे भन्ने मलाई विश्वास थियो 500% छैन रगत बग्ने स्त्रीले मैले अघि भनिसकेँ के अरे वैद्यहरूसँग डक्टरहरूसँग चेक गराउँदै उसले आफ्नो 12 वर्ष बिताइसकेको छ। 12 वर्षसम्म उसले चेकअप गर्दाखेरि सम्झनुहोस् होइन, रुपियाँ पैसा धन सम्पत्तिको त उसले खोलै बगायो र पनि ऊ के भएको थिएन, निको भएको थिएन। यसको विश्वासलाई है अघि 100% भनिसक्नु भयो। येशू ख्रीष्टलाई देखेको थियो उसले, सुनेको मात्रै थियो। एकजना येशू ख्रीष्ट भन्ने व्यक्ति हुनुहुन्छ प्रकाश, सुनेछ? येशू ख्रीष्ट भन्ने व्यक्ति हुनुहुन्छ। यदि उहाँको वस्त्र मात्रै पनि मैले छोएँ भने म निको हुन्छु। हालेलुया। यस्तो विश्वास उसले गरेको छ। त्यस कारणले त्यही विश्वास गरेको कारणले अब के गरेको छ त भन्दा त्यो ठुलो भिड भए तापनि भिडको उसले के गरेन, प्रमाण नै गरेन, वास्ता नै गरेन। जसरी हुन्छ म उहाँलाई, उहाँको वस्त्रलाई भने पनि छुन्छु। अनि त्यत्रो ठुलो भिड भनेको छ। अघि मैले भने सिकोमा यताबाट ठेल्दै हिँड्नै नपरिकन उता पुऱ्याइदिएको होइन। त्यस्तै गरेर त्यो स्त्रीलाई पनि त्यस्तै भयो होला। त्यो भिडबाट छिरेर जान उसलाई कति गाह्रो भयो होला, कति अप्ठ्यारो भयो होला। यसै त अब होइन, शरीरबाट ब्लड गएर उसलाई तागत केही पनि थिएन होला। र पनि त्यस्तो परिस्थिति हुँदाखेरि पनि जसरी हुन्छ म के गर्छु, उहाँको वस्त्र मात्रै भए पनि छुन्छु। अनि जब छोयो त्यसपछि के भयो त, निको भयो नि त, तुरुन्तै निको भयो। ल मैले 100% नै लेखिदिएँ। तुरुन्तै के भयो, निको भयो। उसको विश्वास सुनेको मात्रै भरमा, चाहे जीवनको जस्तो सुकै परिस्थिति किन नआओस्, जस्तो सुकै कष्ट किन नआओस्, त्यसलाई सामना गर्दै त्यसलाई पार गरेर उसले के गर्यो, छोएरै छोड्यो। विश्वासले सबै उसको अगाडि रहेको बन्धनहरूलाई, पर्खालहरूलाई हो सबैलाई के गरिदियो, तोडिदियो, चुडालिदियो, गएर उसले वस्त्र छोएरै छोड्यो। माछा मार्ने साथीहरू मात्रै जिरोमा आयो। ल त्यसपछि आइरसको छोरी जीवित पारियो। यानि कि अब यहाँ हामीले आइरसको विश्वासलाई हामी हेर्न सक्छौँ हो। सुरुमा नै उसले पनि के गरेको छ त भन्दा 22 पद, हालेलुया। 22 र 23 मा हेर्दा आइरसले एउटा विश्वास गरेर आफ्नो छोरीको निम्ति ख्रीष्ट येशू कहाँ आएर के गर्नु भएको छ, बिन्ती गर्नु भएको छ। त्यसपछि हामी 35 मा एकैचोटि 35 पदमा गएर हेर्दाखेरि फेरि उहाँको बारेमा हामी पाउँछौँ। उहाँ बोल्दै हुनुहुँदा शासकको घरबाट मानिस आएर भने, तपाईँकी छोरी त मरी, गुरुज्यूलाई अब अरू कष्ट नदिनुहोस्। तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सबैका शासकलाई भन्नुभयो, नडराऊ, विश्वास मात्र गर। हालेलुया। नडराऊ, विश्वास मात्रै गर। त्यसपछि अनि उनले विश्वास गरे, येशू ख्रीष्ट जानुभयो। अनि साथमा कोकोलाई लिएर जानुभयो अरे, पत्रुस,
अनि छिटीको बुबा आमालाई लिएर जानुभयो अनि त्यसपछि उहाँले के गर्नुभयो जीवित बनाइदिनु भयो। एक त सुरुमा नै उहाँले निको बनाउनुहुन्छ भन्ने कुरो उनले विश्वास गरेर येशू ख्रीष्ट आएर मेरो छोरीलाई निको बनाइदिनुहोस् भन्नुभएको छ। अर्को कुरो चाहिँ मरिसक्दाखेरि पनि ख्रीष्ट येशूले के भन्नुभयो विश्वास गर भन्दाखेरि उहाँले भन्नुभयो अनुसार उनी के गरेका छन् विश्वासमा दृढ भएर बसिरहेका छन्। अनि त्यसपछि ख्रीष्ट येशूले गएर के गर्नुभयो जीवित बनाइदिनु भएको छ भनेपछि अब यसको विश्वास कति होला हैन। अब त्यो रगत बगेको स्त्रीलाई त जित्न त मिलेन, ठिक मात्र पास गर्नु छिटो जाउँ ल साधाले भनेकै माने मैले रगत बग्ने स्त्रीलाई जित्न सकेन। किन भन्दा उसको त छोरी मरेकोलाई पनि जीवित बनाएको छ नि। अनि फेरि हातले छोएको छ उता वस्त्रले मात्र छ, त्यही भएर पनि अब हजुर चाहिँ त्यत्रो भेटमा म छोएरै साथी भनेर गएको छ। ऊ चाहिँ यसुको साथमै हुँदाखेरि यसुलाई देखेकै मान्छे भुइँतिर आइसकेर पनि साथमा भइसकेपछि मात्रै विश्वास छ भनेपछि उसले चाहिँ नदेख्दाखेरि पनि म छुन्छु र निको हुन्छु भन्ने ल अर्को महत्त्वपूर्ण यो आइरसको छोरी कहाँ जाँदै गर्दा येशू ख्रीष्टले आफ्नो चेलाहरू कसो लिएर जानुभयो अरे उनीहरूले के देखे मरेको केटी जीवित भएको कसले देख्यो चेलाहरूले देखे। जुन कुन चेला थिए 12 जना थिए जसको विश्वास के थियो जिरो थियो। तर उनीहरूले विश्वासद्वारा मरेको ठिटी पनि के भएको बाँचेको देखे। तर उनीहरू के गर्दै थिए हामी मर्छौं भनेर आत्तिरहेका थिए, आफ्नो विश्वासलाई गुमाइसकेका थिए, गुमाइरहेका थिए। उनीहरूमा विश्वासै थिएन, अब हामी मर्छौं आदिले गर्दा। तर त्यही चेला विश्वास नभएको चेला ऐरासकोमा गएर मरेको ठिटीलाई पनि विश्वासद्वारा बाँचेको देखेको छ। हालेलुया हालेलुया। त्यसैले जसले विश्वासै गुमाएको थियो त्यही विश्वास गुमाएको चेलाहरूले आखिरीमा गएर मर्छु भनेर डराएको चेला विश्वासद्वारा मरेको पनि बाँचेको प्रभुले के गरेर दिनुभयो। हेरो तिमीहरू समुद्रमा जब आँधी आएको थियो, तुफान आएको थियो, मर्छु भनेर तिमीहरू डराएका थियौ, आफ्नो विश्वासलाई गुमाएका थियौ। तर विश्वासले म मरेकोलाई पनि जीवित बनाइदिन्छु। यहाँ ल्याएर के गरिदिनु भयो चेलाहरूलाई प्रुफ देखाइदिनु भयो। हालेलुया हालेलुया। त्यो भएर कसको विश्वास कति त हामी ख्रीष्टको पछि लागेर हिँड्दै गर्दाखेरि कति विश्वास गर्ने चेलाहरूको जति गर्ने कि होइन, भूतबाट छुटकारा पाएको जति गर्ने कि रगत बग्ने स्त्रीको जति गर्ने कि के अरे ऐरासको जति गर्ने। रगत बग्ने स्त्रीको सबैभन्दा बढी विश्वास हामीले यहाँ देख्छौँ, अघि हामीले सुनिसकेका छौँ। र पनि विश्वास गर्यो भने के हुँदो रहेछ निको मात्रै नभइकन मरेको पनि जीवित हुँदो रहेछ हो। अनि त्यही प्रुफ प्रभुले के गर्नुभयो, विश्वास नभएको चेला जो मर्छु भनेर डराएको चेलालाई मरेकालाई पनि हेर जब विश्वास गर्यो भने म जीवित बनाउँछु भनेर उहाँले प्रुफ गरेर देखाइदिनु भएको। त्यसैले यस्तो प्रभुलाई हामीले चिन्न पाएका छौँ, विश्वास गर्न पाएका छौँ। हाम्रो निम्ति एकदम ठुलो महान आशिष हामीले पाएका छौँ। हालेलुया। किनभने हाम्रो प्रभु भनेको मरेकोलाई पनि के गर्ने जीवित बनाइदिनु हुने परमप्रभु परमेश्वर हुनुहुन्छ। मरिसकेपछि पनि काम गर्ने प्रभु हुनुहुन्छ। त्यही भएर हामीले यस्तो प्रभु पाएका छौँ। हामी जीवनमा होइन हुँदै गर्दाखेरि जब समस्याहरू आउँछ, कष्टहरू आउँछ, त्यसपछि हामी यति धेरै आत्तिन्छौँ, हामी विचलित हुँदछौँ। अब मेरो लागि केही छैन होइन, सबै बाटाहरू रोकियो, सबै ढोकाहरू बन्द भयो भन्ने हामी सोचेका हुन्छौँ। तर प्रभुमा हामी विश्वासमा अडिग रहिरहन्छौँ। मरिसकेपछि पनि संसारले होइन अब छँदै छैन, केही पनि छैन भनेपछि
काम गर्ने प्रभु उहाँ हुनुहुन्छ। किन भन्दा कतिले आँधीलाई शान्त बनाउँदै गर्दा त त्यो त एउटा संयोग थियो, त्यही भएर यस्तो भयो भन्न पनि सक्छ। कसैले भूत लागेको व्यक्तिलाई हेर्दै गर्दाखेरि त्यो त कुनै धामी झाँकीले पनि ठिक बनाउँथ्यो होला भन्न सक्ला, अथवा उसको मानसिक प्रब्लम थिए, एउटा राम्रो मानसिक डाक्टर भएको भए निको बनाउँथ्यो पनि भन्न सक्ला। रगत बग्ने स्त्रीलाई कसैले अहिलेको जमाना भए त स्त्री रोगहरू छ तिनीहरूले निको बनाउँथ्यो पनि भन्न सक्ला, तर यसको लागि कसले गर्नु सक्छ? यो त कुनै पनि हालतमा सम्भव छँदै छैन। कुन चाहिँ मुर्दालाई चिहानमा गएर आज कुन डाक्टरले फर्काएर ल्याएको छ? छँदै छैन। केवल ख्रिस्ट येशूमा मात्रै सम्भव छ। यसैले आज हाम्रो प्रभु भन्नुभएको के अरे हाम्रो प्रभु भनेको मरिसकेपछि पनि काम गर्नुहुने प्रभु हुनुहुन्छ, जसले आफ्नो पूर्ण विश्वास गुमायो त्यसैलाई के गर्नुभयो त भन्दा विश्वासको परिणाम भनेको यस्तो हुन्छ भनेर उहाँले देखाइदिनु भएको छ। यसैले आज हामीले के गर्नुपर्छ त भन्दा यही रगत बग्ने स्त्री जस्तै, यही भूत लागेको मानिसले जस्तै, यही ऐरासले जस्तै हामीले ख्रिस्ट येशूमा विश्वास गर्नुपर्छ। जब हामी यस्तो विश्वास गर्छौँ भने परमप्रभु परमेश्वरले हाम्रो जीवनमा हामीले सोच्दै नसोचेको महान काम उहाँले हाम्रो जीवनमा पनि गर्नुहुन्छ। हाम्रो समाजभन्दा धेरै परको काम परमप्रभु परमेश्वरले हाम्रो जीवनमा गर्नुहुन्छ जब हामी उहाँमा विश्वास गर्दछौँ। हालेलुया। हुन्छ, परमप्रभु परमेश्वरलाई धन्यवाद भएको होस्। र आजको यो क्लासलाई हामी यहाँ अन्त्य गर्नेछौँ र हामी नेक्स्ट नेपाली हामी फेरि हाम्रो अर्को च्याप्टरलाई हामी अगाडि बढाउनेछौँ।